हेलो एन्ड वेलकम ब्याक एभ्रिवान। तपाईँहरूको लागि आज मैले स्पिकिङको फेरि डेमो सेसन पार्ट 2 लिएर आएको छु। सो यो डेमो सेसन चाहिँ मैले मेरै प्लेटफर्मबाट हजुरहरूलाई यो प्र्याक्टिस प्लेटफर्मबाट हजुरहरूलाई दिएर कस्तो कस्तो स्ट्राटेजी लाउने स्पिकिङको ओभरअल सेक्सनहरूमा सबै कुराहरू म बताउने छु। हजुरहरूले अन्तिमसम्म भिडियो हेर्नु होला। सो बिफोर गोइङ टु डेमो सेसन स्टार्ट गर्नुभन्दा सुरुमा कतिपय साथीहरूले एक्जाम दिइ पनि सक्नु भएको छ र कतिपय साथीहरूको स्टिल बाँकी छ। सो एक्जाम दिइसक्नु भएको साथीहरूलाई अब रिएक्जाम दिने त अहिले मिल्दैन भन्ने जस्तो जानकारी मैले पाइरहेको छु। तर तपाईँहरू होपलेस चाहिँ नहुनु, किन भन्दाखेरि इफ यु गाइज गेभ योर बेस्ट अब हजुरहरूले के नै गर्न सक्नुहुन्छ र होइन। तर के छ भन्दाखेरि जुन कुराको लागि हजुरले एक्जाम दिनुभएको छ त्यो साइडबाट गभर्मेन्ट साइडबाट पनि केही न केही स्कोरिङ मोडलमा अथवा स्कोरिङ रिक्वायरमेन्टमा भनौँ न, अझ मोडल भन्दा पनि सो स्कोरिङ रिक्वायरमेन्टमा केही न केही रिभिजन पनि हुन सक्ला होइन। त्यो त्यसमा धेरै होपलेस नहुनु। अनि प्लस यो टेस्टमा होपलेस भयो भने के भन्ने, अझै धेरै प्र्याक्टिस गर्ने, लाइफमा भेरियस अपर्च्युनिटिजहरू आइरहेको हुन्छ होइन। त्यसलाई ग्र्याब गर्न हामीले कोसिस गर्ने त हो नि। एउटा टेस्टमा फेल भएर आकाशै खस्ने त्यस्तो भन्ने कुरा त केही पनि हुँदैन। तर जुन साथीहरू स्टिल एक्जाम दिन बाँकी हुनुहुन्छ, हजुरहरूलाई चाहिँ मैले के रिक्वेस्ट गर्न चाहेँ भन्दाखेरि प्र्याक्टिस गर्नुहोस् र जुन स्कोर रिक्वायरमेन्ट छ त्यो स्कोर रिक्वायरमेन्ट चाहिँ एचिभ गर्नलाई गिभ योर बेस्ट। तपाईँको साइडबाट चाहिँ बेस्ट दिन चाहिँ एभ्री वानले चाहिँ ट्राई गर्नु होला। तपाईँहरूलाई मेनली अहिले मैले देखिरहेको स्कोरमा स्पिकिङ सेक्सनमै हो, जुनमा चाहिँ A2 भन्दा माथि स्कोर चाहिँ धेरै आइरहेको छैन। A2 चाहिँ आइरहेछ, तर A2 भन्दा धेरै चाहिँ आइरहेको छैन। इभन कतिजनाको धेरैको त A1 पनि आइरहेछ होइन। सो यसमा डिफ्रेन्ट काइन्ड अफ रिजन्सहरू हुनसक्छ। हामीले कतिपय साथीहरूले चाहिँ हामी सिस्टम नबुझेकै कारणले गर्दा पनि मलाई इङ्ग्लिस राम्रो आउँछ, तर एक्जामको फर्मेट सिस्टम नबुझेको कारणले गर्दा पनि मैले राम्रो गर्न सकिनँ भनेर धेरैजनाले भन्नुभएको छ भने मोस्टली भनेको चाहिँ अरू साथीहरूले पार्ट 5मा गएर चाहिँ स्टक भएछ। अरू पार्टमा त मैले राम्रै गरिरहेको जस्तो लाग्थ्यो, तर पार्ट 5मा गएर चाहिँ म खासै बोल्नै सकिनँ भनेर पनि भन्नुभएको छ कतिपय साथीहरूले रिजन होइन। सो म चाहिँ के भन्छु भन्दाखेरि ओभरअल स्पिकिङ सेक्सनकै रिजल्ट हो यो। एउटा पार्ट 5 अभियसली अलिकति च्यालेन्जिङ छ, राइट कुरा हो। तर तपाईँहरूले चाहिँ पार्ट 1देखि नै फोकस गरेर सो स्पिकिङलाई चाहिँ स्कोर इम्प्रुभ गर्दै कसरी राम्रो गर्न सक्छु म। तपाईँ पार्ट 1 त तपाईँले सोचे भन्दा राम्रो गर्न सक्नुहुन्छ नि त होइन। सो पार्ट 1मा ट्राई टु एचिभ द फुल स्कोर। पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4सम्म ट्राई टु एचिभ द फुल स्कोर। अनि तपाईँहरूको पार्ट 5मा गएर अलिकति स्टक हुनुभयो भने पनि, अलिकति बिग्रियो भने पनि अगाडिकोले कभर गर्न नि सक्छ होइन। त्यसको मतलब यो होइन कि पार्ट 5 फेरि म फुल्ली बिगार्छु भन्ने चाहिँ होइन यसको इन्टेन्सन। बट अरू पार्टलाई पनि फोकस गरेर सँगसँगै पार्ट 5मा पनि यु हेभ टु से समथिङ, गिभ समथिङ, केही न केही त भन्नु पर्यो नि त होइन। त्यति चाहिँ हुनुपर्छ है। किन भन्दा दिस इज यो क्याम्ब्रिज जस्तो प्लेटफर्मले लिएको एक्जाम हो, त्यहाँ केही न केही इङ्ग्लिस टेस्ट त भइ नै हाल्छ। सो केही न केही मेरो इङ्ग्लिस छ भनेर हजुरहरूले प्रुभ त गर्नु नै पर्छ टेस्टमा होइन। ओके, विदाउट डिस्कसिङ फर्दर अब हामी सिधै एउटा स्पिकिङको मक टेस्ट हाम्रो आफ्नो प्लेटफर्मबाटै प्र्याक्टिस गरौँ एउटा। सो सेट भर्जन 1 हामीले यहाँ जेनेरेट न्यू पनि गर्न सक्छौँ, यहाँ त्यस्तो पनि हुन्छ। सो अहिले हामी सेट भर्जन 2मै हामी स्पिकिङको प्र्याक्टिस सुरु गर्छौँ है त आज। सो स्पिकिङको प्र्याक्टिस गर्दा चाहिँ हामीले पार्ट वाइज कस्तो कस्तो स्ट्राटेजीहरू लाउने, कसरी बोल्ने, कति सेकेन्ड प्रिपरेसन टाइम, कति सेकेन्ड बोल्नुपर्ने हो, सबै कुराहरू डिस्कस गर्दै गर्दै हामी अगाडि बढ्छौँ। सो मेक स्योर यु वाच द फुल भिडियो गाइज है। सो स्पिकिङ पार्ट 1मा हामी जान्छौँ पहिले। स्पिकिङ पार्ट 1मा सिधै स्टार्ट गर्नुभन्दा अगाडि मैले तपाईँहरूलाई अलिकति ब्रिफली के जानकारी गराएँ भन्दाखेरि स्पिकिङ पार्ट 1मा टोटल 5 मिनटको टाइम, 4वटा क्वेसन्स, टार्गेट स्कोर B1 नै ल्याउनुपर्छ है त हामीले। ओके, सो स्पिकिङ पार्ट 1मा सर्टेन इन्स्ट्रक्सनहरू अहिले पनि भने मैले यहाँ दिएको हुन्छ। 4वटा क्वेसन हुन्छ, 4 सेकेन्ड प्रिपरेसन टाइम हुन्छ, अनि त्यसपछि 10 सेकेन्डको लागि टाइमर अन हुन्छ, अनि चाहिँ तपाईँहरूले 10 सेकेन्डमा चाहिँ जवाफ दिने हो। सो यो 4 सेकेन्डमा बोल्नुभयो भने तपाईँको एन्सर रेकर्ड हुँदैन। अहिले हामी मक टेस्ट यहाँ डेमोमा नि हेर्छौँ। सो यस्तो यस्तो कुराहरू ख्याल गर्नु पर्यो। अनि स्पिकिङ पार्ट 1 सबैलाई चाहिँ तपाईँले 5 मिनटभित्र सकाएर सब्मिट गर्नु पर्यो है त।
सो फर्स्टली हामी जान्छौँ पार्ट 1 मा सो मैले कुनै क्वेशन सुनेर ट्राई गर्छु How old are you? I'm 25 years old and my birthday is on June which is recently passed and I'm really enjoying this age. Okay. सो मैले एन्सर बनाएँ नि त यसको पार्ट 1 को एउटा क्वेशनको एन्सर गर्न मैले प्रयत्न गरेँ सो हामीले हाउ ओल्ड आर यु भन्यो अब यो सेक्सनमा नि हामीले के कुरा त भन्न सक्छौँ नि त हैन सो यो सेक्सनदेखि नै हामी बेस्ट दिँदै जाने हो क्या आफ्नो हाउ ओल्ड आर यु आइ एम 25 years old भएर पज हुनु भएन B1 लेभलमा चाहिँ या अलिकति इन्डिपेन्डेन्ट युजर भन्छ नि त B1 लेभल इङ्ग्लिस भनेको इट्स इन्डिपेन्डेन्ट युजर तपाईले अलिकति एक्स्ट्रा केही थप्न सक्नु पर्यो नर्मल A1 लेभल A2 लेभल भयो इट्स ओके फाइन तपाईहरुले आई एम 25 years old भन्न मिल्यो तर अलिकति B1 लेभलमा चाहिँ यहीँदेखि नै तपाईले एन्सरलाई चाहिँ अलिकति एक्स्ट्रा थप्नु पर्यो केही न केही है त वन्स यो पार्ट 1 देखि नै भेरी इजी व्हाट इज योर नेम भन्ला हाउ ओल्ड आर यु भन्ला हैन व्हाई आर यु लर्निङ इंग्लिश हाउ विल यु युज इन योर जब इन द फ्युचर भन्ला सो एक सेन्टेन्सको एन्सर भन्दा एटलिस्ट 2 सेन्टेन्स नभए यो 10 सेकेन्ड जति टाइम दिएको हुन्छ त्यति टाइम चाहिँ बोल्दिनु होला सो त्यसले गर्दा फेरि चाहिँ यहाँदेखि नि तपाईहरुको कभर हुँदै 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 जाने हुन्छ है त सो अर्को क्वेशनमा हामी मुभ हौं यसमा Which room do you like most in your house? In my house, there are different kind of room like living room, kitchen room and bedroom. I mostly like the living room because it has various kind of activities. So यसमा पनि त्यही स्ट्र्याटेजी हामी फलो गर्छौं एउटा बेसिक एन्सर मात्र हैन अलिकति के न के एक्सप्लेनेसन मैले दिएको लेभलको पनि दिनु पर्दैन बट तपाईहरुले एटलिस्ट आई लाइक लिभिङ रूम बिकज आई लाइक वाचिङ टिभी बेसिक एन्सर्स हैन यतिको सम्म दिनुभयो भने चाहिँ इट विल बी गुड के है त सो अर्को क्वेशनमा जान्छौं हामी Who helps you when you have a problem? When I have problem in my life, my mother always helps me. She's always there for me when I get into the trouble kind of things. Okay. यसमा नि हामीले त्यही स्ट्र्याटेजीमा एन्सर गर्यौं लेट्स मुभ टु नेक्स्ट क्वेशन सो मैले चाहिँ एटलिस्ट 10 सेकेन्ड चाहिँ बोल्ने नै ट्राई गरिरहेको हुन्छु है त तपाईहरुले पनि इफ योर इंग्लिश इज गुड अनि त्यही पनि मार्क्स आउन सक्दैन भन्ने चाहिँ हुँदैन बिकज यो कुराहरु तपाईले फलो गर्नुभयो भने चाहिँ What food do you cook at home? I don't usually cook food at home, but when I have to do the cooking, I usually cook rice and curry in the home. Thank you. So यसमा त्यही स्ट्र्याटेजीमा हामीले 10 सेकेन्डसम्म बोल्ने गरी हामीले गरेको छौं सो यो हामीले पार्ट 1 सकेपछि चाहिँ हाम्रो प्लेटफर्मले चाहिँ अलिकति रिभ्यू गर्छ यसमा स्कोरिङ चाहिँ ठ्याक्कै दिदैन किन भन्दा स्कोरिङ मोडल इज भेरी कम्प्लेक्स त्यो हामीले तपाईहरुलाई स्कोरिङ मोडल बनाएर दिम भने पनि यो हामीले बनाएको मोडलले जुनसुकै मोडल प्र्याक्टिस एपको मोडल होस् दैट विल नट वर्क तपाईहरुलाई उल्टै मोटिभेसन एक्स्ट्रा मोटिभेसन अननेसेसरी मोटिभेसन अथवा डिमोटिभेट गर्ने काम मात्र हुन्छ सो मैले चाहिँ तपाईहरुको एन्सर भनिसकेपछि चाहिँ यहाँ मोडल एन्सर्स के हुन्छ अनि व्हाट काइन्ड अफ स्ट्र्याटेजी यु शुड युज भन्ने कुराहरु चाहिँ मैले यहाँ मेन्सन गर्दैको हुन्छ है त जस्तै पार्ट 1 मा हेर्नु भयो भने you have short answer time so directly दिनु पर्यो that is good अनि 3 short and clear sentences भनेर भन्दैको छु long explanation हरु दिइराख्नु पर्दैन तर तीनटा short चाहिँ दिनु पर्यो हैन त सो जुन 10 सेकेन्ड को टाइम हुन्छ त्यो फोकस गर्नु पर्यो अनि कन्टेन्ट इज इम्पोर्टेन्ट किन भन्दाखेरि हाउ ओल्ड आर यु भनेर आई एम लिभिङ इन काठमाडौँ भन्नु त भएन सो त्योसँग कन्टेन्ट रिलेटेड हुनु पर्यो सो हेजिटेसन पनि धेरै हुनु भएन बिचमा सेन्टेन्सको तपाई 5 सेकेन्ड एउटा सेन्टेन्स सरी 3 सेकेन्डमा एउटा सेन्टेन्स सकाउनु भयो अनि 7 सेकेन्डमा गएर अर्को सेन्टेन्स भन्नु भएन भने त्यस्तोले नि अलिकति असर गर्ने हुन्छ सो प्रोनाउन्सिएसन पनि म्याटर गर्छ तर हामी स्पिकिङमा मोस्टली आफुलाई आउने कुरा मात्र बोल्छौं नि त सो प्रोनाउन्सिएसन त्यताबाट नि म्यानेज गर्नुपर्ने हुन्छ है त तपाईहरुले प्रोनाउन्सिएसन नआउने वर्ड छ भने सकेसम्म युजै नगर्ने
सिम्पल वर्ड भोकाबुलरी सिम्पल युज गर्ने तर ट्राई टु गिभ द अलिकति एक्स्ट्रा एन्सर बेसिक इङ्ग्लिस भन्दा चाहिँ एक्स्ट्रा एन्सर दिन चाहिँ ट्राई गर्नुपर्ने हुन्छ है त इफ यु आर ट्राइङ टु गेट द B1 लेभल अफ स्कोर सो हामी नेक्स्ट पार्टमा मुभ गर्छौँ अब पार्ट 2 मा जुनमा चाहिँ 4वटै क्वेसन हुन्छ सिमिलर टु पार्ट 1 नै हो तर यसमा चाहिँ 20 सेकेन्डको लागि हामीले एटलिस्ट बोल्नुपर्ने हुन्छ हैन त सो टोटल टाइम 5 मिनेटै हो 20 सेकेन्डको लागि बोल्नु पर्यो 4 सेकेन्ड प्रिपरेसन टाइम एज युजल सो लेट्स डाइरेक्टली इनरोल हामी धेरै डिस्कसन गऱ्यौँ भने अब यसमा पनि हामीले एक्स्ट्रा नै दिन खोज्ने हो क्वेसनले सोधेको हुन्छ जवाब त्यसमा चाहिँ एक्स्ट्रा केही थप्न नै खोज्ने हो सो डाइरेक्ट वान अलिकति लामो बोल्नु नै पर्यो पार्ट 1 भन्दा बिकज यो 20 सेकेन्ड भनेर स्पेसिफाई नै गरिदिएको छ टाइम भनेपछि क्वेसन पनि त्यही नेचरको आउँछ हैन त सो अलिकति लामो बोल्न पनि प्रयास गर्छौँ हामी है त सो लेट्स मुभ इन्टु द डेमोन्स्ट्रेसन अफ दिस पार्ट How do you use English in daily life? As English is a globally recognized language, it has been very useful for me as well. I use English in my daily life, in job, in home, and communicate with my international friends. I have some friends from America. I use for them to communicate and use the internet. Okay. So यतिको गफै हान्ने हो फ्याक्ट हुनुपर्छ भन्ने छैन बट क्वेसनले सोधेको अनुसारको कन्टेन्ट चाहिँ दिनु पर्यो तपाईसँग ठ्याक्कै म्याच नहोला तर किनकि ग्रामर भन्ने कुरो फेरि कतिपय साथीहरूले कमेन्ट पनि गरिराख्नु भएको हुन्छ कहिलेकाहीँ बोल्दाखेरि ग्रामर चिप्लिन्छ है ग्रामर चिप्लिनु इज नट सो इम्पोर्टेन्ट स्पिकिङ पार्टमा स्पेसल्ली कन्टेन्ट आउनु पर्यो कि मेनली यो त इट्स यो टेक्नोलोजीले टेस्ट गर्ने भयो नि त होइन एआईले स्कोर दिने भयो नि त सो ग्रामर म्याटर गर्छ नगर्ने होइन तर तपाईँको वेटेज अलिक कमै हुन्छ ग्रामरको स्पिकिङमा कन्टेन्टको चाहिँ वेटेज वाट वर्ड्स यु युज की वर्ड्सहरू क्वेसनले खोजेको की वर्ड्सहरू तपाईँहरूले युज गर्नु भएको छ कि छैन त्यसलाई प्रपर सेन्टेन्स स्ट्रक्चरमा भन्नुभएको छ कि छैन त्यो चाहिँ इम्पोर्टेन्ट हुन्छ ठ्याक्कै त्यो ग्रामरमा टेन्स नि मिलाउनु पर्छ त्यो नि गर्नुपर्छ भन्ने कुरा भन्दा पनि सेन्टेन्स स्ट्रक्चर चाहिँ इम्पोर्टेन्ट हुन्छ अनि कन्टेन्ट चाहिँ इम्पोर्टेन्ट हुन्छ है त साथीहरू सो नेक्स्ट क्वेसनमा मुभ गर्छौँ यसमा तपाईहरुले सबै डेमो हेरि नै रहनु भएको छ सो मेक स्योर यु गाइज सब्स्क्राइब तपाईहरुले वाच गरिराख्नु भएको छ भने एन्ड मेक स्योर टु लाइक शेयर द भिडियो एज वेल मैले यतिको तपाईहरुलाई मेहनत गरेर आइ एम गिभिङ यु द डेमोन्स्ट्रेसन है त लाइभ डेमोन्स्ट्रेसन दिइरहेको छु नेक्स्ट क्वेसन वाट इज कमिङ मलाई पनि थाहा छैन है What did you learn last week? अब यो चाहिँ पास्ट क्वेसन आयो हेर्नु है लास्ट विक भन्यो Last week, I learned about how to use YouTube channel. Basically, I am providing information in YouTube about how to learn the English language. So, I have given more time engaging in upskill examination test to focus on learning what the test modality is. यति दिनु पर्यो है त साथी आफूले ठ्याक्कै तपाईहरुले अब यस्तो कुराहरुमा चाहिँ रियल कुरै कनेक्ट गर्न खोज्नु भयो भने चाहिँ कन्टेन्ट धेरै आउँछ माइन्डबाट सो गफ भन्दा पनि रियल कुरै 20 सेकेन्ड भने इट्स अ लङ टाइम टु स्पिक हैन किन भयो भने तपाईले 6-7 वटा सेन्टेन्स एउटा हुनुपर्छ माइन्डमा सो त्यो लास्ट विक भने मैले रियल कुरै भन्दै सो मलाई अलिकति सजिलो भयो त्यो हिसाबले चाहिँ है त Which place do you like most near your home? In my home, the place I like the most is my bedroom because it's the place where I sleep and I enjoy sleeping in my bed. The bed is very comfortable in my room and I also have TV in my bedroom so I can watch the TV by sleeping. So it is very helpful for me. So यसको क्वेसन मैले which is the best place in your home त्यस्तै के सोधेको थियो जस्तो मैले रिप्ले गरिन सो त्यो अनुसारै आन्सर मैले दिए एउटा है त सो हामी नेक्स्ट क्वेसनमा मुभ गर्छौं सो नेक्स्ट क्वेसनमा मुभ हुँदा फेरि तीनटा क्वेसन अझै दुईटा बाँकी छ यो सेक्सनको टाइम पनि आउट अफ लिमिट भइराछ फटाफट हामी सल्भ गर्छौं है त Do you like working in a team?
Yes, I like working in a team because team gives different kind of ideas to work any kind of job in a very better way. So we can also communicate, exchange our idea between various team members. So it helps generating the best tasks out of the team. So I like it. सो यस्तो कुराहरू दिनु पर्यो हामी टाइम रन भइरहेको भएको हिसाबले सबै एन्सर चारवटा मात्र के रहेछ यसमा सो 4 क्वेसन्सलाई हामीलाई सबैले एन्सर गर्यौँ यसमा पनि तपाईँहरूको स्ट्राटेजी दिएको हुन्छ यहाँ यो लङ्गर एन्सर टाइम भनेको 20 सेकेन्डको जुन एन्सर टाइम हुन्छ सकेसम्म 20 सेकेन्डै बोल्न ट्राई गर्नुहोस् अलवेज गिभ एक्स्ट्रा इन्फर्मेसन के यो जुन B1 लेभलको टार्गेट भनेको चाहिँ तपाईँहरूको केही न केही नि तपाईँ 15 सेकेन्ड त बोलिदिनु पर्यो नि त 20 सेकेन्ड त क्वेसनै भनिरहेछ भने त तपाईँ 10 सेकेन्ड भन्दा अगाडि नि सकाइदिनु भयो भने त पार्ट 1 र पार्ट 2 को त फरकै भएन केही पनि सो मेक स्योर यु स्पिक यहाँदेखि नि रिजन दिँदै लोजिक दिँदै एन्सर गर्दै जाने हो कि B1 लेभलको स्कोर भनेको बिकज भन्ने वर्ड तपाईँले म्याक्सिमम युज गर्नु पर्यो अर्को सेन्टेन्स थप्नु पर्यो हैन त्यस्तो कुराहरू चाहिँ इम्पोर्टेन्ट हुन्छ है त सो पार्ट 2 पनि हामीले सकायौं सो हामी पार्ट 3 मा मुभ गर्छौं पार्ट 3 र 4 को बारेमा भन्नुपर्दा इट्स प्रिटी इजी है तपाईले स्क्रिनमा सेन्टेन्स दिएको हुन्छ त्यसलाई पढ्ने हो नथिङ मच सो यसमा पनि तपाईहरुले ध्यान दिनुपर्ने कुरा चाहिँ तपाईले रेकर्डिङ सुरु भएपछि चाहिँ बोल्नु पर्यो फेरि हैन त सो तपाईहरुले रेकर्डिङ सुरु नै नभई त्यतिकै बोल्दिनु भयो भने तपाईको रेकर्ड हुँदैन अनि तपाईको फ्लो पनि बिग्रिन्छ त्यसले मार्क्स आउँदैन सो ट्राई टु गिभ बेस्ट इन इजी पनि इजी कुरामालाई चाहिँ केयरलेस गर्ने हैन कि यसलाई पनि बेस्ट नै दिन खोज्ने है हामीले सो यसमा पनि 4 सेकेन्ड एउटा प्रिपरेसन टाइम हुन्छ 10 सेकेन्डमा तपाईले बोलेर सकाउनु पर्ने हुन्छ त्यसैगरी हामी प्र्याक्टिस गर्छौं टोटल 4 क्वेशन्स 5 मिनेटको प्र्याक्टिस टाइम है त अगाडिको सेक्सनहरुमा पनि तपाईले जुन कुराहरु भने त्यो रेकर्ड चाहिँ भएपछि बोल्नु पर्यो रेकर्डै भएन भने इट डजन्ट म्याटर है त रेकर्डिङ नै भएन भने त तपाईहरुको स्कोर नै आउने भएन सो रेकर्ड चाहिँ मेक स्योर रेकर्डिङ चाहिँ स्टार्ट भएको छ बिफोर यु स्पिक सो यसमा हामी भन्छौं okay the training class begins after work and finishes before dinner time so यहाँ चाहिँ रेकर्ड गरेको हुन्छ अनि यहाँ प्ले पनि गर्न मिल्छ okay the training class begins after work and finishes before dinner time so यति भनेपछि पुग्यो हजुरलाई यसलाई सबमिट गर्दियौं Please keep the medicine in a cool place and follow the doctor's advice. Please keep the medicine in a cool place and follow the doctor's advice. So, यति भनेपछि let's submit this also. म सुई क्वेशन सल्भ गर्दै जान्छु यसको स्ट्र्याटेजी भनिसके The shop assistant explained the price clearly and gave me a receipt. Okay. यसलाई पनि हामी सबमिट गर्दिन्छौं My family traveled by bus because the train tickets were already sold out. यसलाई पनि हामी सबमिट गर्दिन्छौं सो यसमा पनि तपाईहरुले ख्याल गर्नुपर्ने कुरा भनेको चाहिँ मेक स्योर कि रेकर्डिङ चाहिँ स्टार्ट भएको छ मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ त्यो है रेकर्डिङ स्टार्ट नभए भुइँसुइँ बोल्दिनु हुन्छ अनि फेरि तपाईले पछि रियलाइज गर्नुभयो भने बिग्रिन्छ के टाइमिङ मिलिरा हुँदैन सो मेक स्योर रेकर्डिङ स्टार्ट भएपछि स्क्रिनमा दिएको कुराहरु कमा छ भने अलिकति पज लिने धेरै पज हैन फेरि टक्क मैले जुन पढेर डेमो देखाए त्यही गरि नि तपाईहरुले पढ्नुहुन्छ है त सो हामी मुभ होम नेक्स्ट पार्टको लागि नेक्स्ट पार्ट 4 पनि प्रिटी मच सिमिलर टु पार्ट 3 तर अलिकति एक्सटेन्डेड टेक्स्ट हुन सक्छ अलिकति लामो सेन्टेन्स हुन सक्छ अलिकति कम्प्लेक्स टाइपको सेन्टेन्स पनि हुन सक्छ त्यो ट्रिक गर्नलाई तपाईहरुलाई अलिकति पजहरु देखाउनलाई यसमा 4 वटै सेकेन्ड हुन्छ 4 सेकेन्ड प्रिपरेसन टाइम 10 सेकेन्डमा क्वेशनको आन्सर गर्ने सो टोटलमा 5 मिनेट टाइमै हुन्छ है त The hospital opened a visitor information desk so visitors could ask for direction without interrupting busy nurses. है त अब यहाँ अलिकति यो सेन्टेन्स लामो नै छ यतिको लामो कम्प्लेक्स पनि नहोला बट यतिको प्र्याक्टिस गरेर गएपछि तपाईहरुलाई सजिलो भयो नि त हैन
हाम्रो प्लेटफर्ममा चाहिँ त्यो भएर हामीले यतिको सेन्टेन्स राखेको छौँ सो यो रेकर्ड भएको छ हाम्रो यसलाई नि सबमिट गरिदिन्छौँ The company needs someone who can answer calls, write short emails, and speak politely with customers in simple English. सो यसमा बिचमा कमा थियो अलिकति मैले जसरी पज लिएको छु तपाईहरुले पनि त्यसै गरी प्र्याक्टिस गर्न सक्नुहुन्छ है त The patient was worried about the operation, but the nurse explained the process slowly and answered all her questions. So यसमा फुल टाइमै लागेको छ मलाई यो पढ्नलाई अर्कोमा जाउँ हामी The school canteen added packed lunch boxes for students who had to return to class quickly after the break. यसलाई पनि हामी सबमिट गरिदिन्छौँ है त सो यो पार्ट 3 र 4 मा भनेको सिमिलर स्ट्र्याटेजी नै हो अलिकति पार्ट 3 मा इजी सेन्टेन्स आउँछ भने पार्ट 4 मा अलिकति कम्प्लेक्स सो यसलाई पनि गिभ योर बेस्ट के यसमा चाहिँ तपाईले प्रोनाउन्सिएसनहरु पनि अलिकति ख्याल गर्नुपर्ने हुन्छ यसमा पनि है त अलिकति हेजिटेसनहरु हुनु भएन पढ्दाखेरि चाहिँ हेजिटेसन हुनु भएन सो पार्ट 5 मात्र इम्पोर्टेन्ट कुरा हैन कि पार्ट 5 भन्दा अरु पनि इम्पोर्टेन्ट चाहिँ हो पार्ट 5 पनि इम्पोर्टेन्ट हो अरु पनि इम्पोर्टेन्ट हो सो अरुमा पनि बेस्ट गर्नु भयो भने पार्ट 5 मा अलिकति केही बिग्रेला तपाईको हैन त्यसले गर्दा फेरि B1 चाहिँ अचिभ हुन सक्छ सो फोकस अन एभ्री पार्ट्स इक्वली गिभ इम्पोर्टेन्स इक्वली अनि तपाईले मैले मेन फोकस गर्न खोजेको कुरा चाहिँ जुन कुरा तपाईलाई थाहा छ त्यसलाई चाहिँ बेस्ट दिनुस् नै भन्न खोजेको के तपाईले जे कुरा तपाईलाई थाहा छ जे कुरा भन्नु भएको छ त्यसलाई चाहिँ बेस्ट दिनुस् के दैट इज इम्पोर्टेन्ट है त सो हामी नेक्स्ट पार्ट द मोस्ट च्यालेन्जिङ पार्ट भन्छौँ हामीले दैट इज पार्ट 5 सो यसको स्ट्र्याटेजी कसरी गर्ने भनेर मैले एउटा सेपरेट भिडियो पनि बनाएर तपाईहरुलाई हालिदिसकेको छु आई होप तपाईहरुले त्यो फलो पनि गर्नु भएको छ त्यो फलो गरेर कति जनाले थ्यांक यू भन्नु भएको छ इम्प्रुभ पनि भएको छ भन्नु भएको छ हैन मेक श्योर यु गाइज वाच इट म माथि कतै राख्दिउँला पनि त्यो भिडियोलाई सो पार्ट 5 मा लाउने स्ट्र्याटेजीहरुको बारेमा मैले अलि धेरै छलफल गरिनु इट्स अ डेमो सेसन सो यसमा फोकस गर्नुपर्ने म दुई तीनवटा कुरा चाहिँ भन्दिन्छु दुई तीनवटा कुरा के हो भन्दा फेरि तपाईहरुको 40 सेकेन्ड प्रिपरेसन टाइममा क्वेशन बुझ्नुपर्ने हुन्छ तपाईले अनि तपाई को हो तपाई कस्टमर सर्भिसको स्टाफ हो कि तपाई कस्टमर हो कि तपाईले कोसँग बोलिरहने दुईटा कुरा चाहिँ क्लियर हुनु पर्यो कि क्वेशन बुझ्नु पर्यो दैट इज इम्पोर्टेन्ट अर्को कुरो आफ्नो रोल तपाईको के रोल हो त्यो क्वेशनमा त्यो थाहा हुनु पर्यो अनि तपाईले कोसँग बोलिरह हो अनि सो त्यही कुरा याद भइसक्यो तपाईले फोन गरेर जसरी बोल्नुहुन्छ नि रियल लाइफमा त्यसलाई इंग्लिशमा बोल्ने हो दैट इज द थिङ है यसमा त्यो हो अनि तीनटा क्वेशन हुन्छ नर्मल्ली यो लिभो भोइसमेलमा सो तीनटा क्वेशनको आन्सर चाहिँ गर्नु पर्यो तपाईले WH क्वेशन नै होला के होला त्यो तीनटा क्वेशनको आन्सर चाहिँ यु विल हैव वन टाइम तपाईले एटलिस्ट 1 मिनेट बोल्नु पर्छ भन्ने कुरा छ सो यसमा पनि 1 मिनेट बोल्ने सो यसमा टेम्प्लेटहरु के युज गर्नुहुन्छ भने तपाईहरु टेम्प्लेटहरु युज गर्न पनि सक्नुहुन्छ सो प्र्याक्टिस गर्दा चाहिँ मुख्य कुरा ध्यान गर्नुपर्ने हुन्छ क्वेशन स्ट्रक्चर बुझ्नु पर्यो क्वेशन बुझ्नु पर्यो हैन सो दैट इज इम्पोर्टेन्ट है त सो यसमा त्यो 40 सेकेन्डको प्रिपरेसन टाइम हुन्छ यसमा हामीले क्वेशन पढ्नुपर्ने हुन्छ नीड टु लिभ अ भोइसमेल फर अ जब एप्लिकेन्ट टु इन्भाइट देम फर एन इन्टरभ्यु अब मैले जब एप्लिकेन्टलाई चाहिँ फोन गरेर चाहिँ इन्टरभ्युको लागि इन्भाइट गर्नु पर्यो म कुनै कम्पनीबाट बोल्दैछु भन्ने कुरा मैले बुझ्नु पर्यो से हु यु आर म को हो र किन कल गरिरहेको छु भन्नु पर्यो अफर टु पोसिबल डेट्स फर इन्टरभ्यु दुईटा डेट दिनु पर्यो इन्टरभ्युको लागि आस्क देम टु कल ब्याक टु कन्फर्म देयर अभाइलेबिलिटी सो उसलाई चाहिँ कल ब्याक गरेर तपाईको अभाइलेबिलिटी कन्फर्म गर्नु भन्नु पर्यो है त सो वी विल स्टार्ट स्पिकिङ एज वेल Hello, I'm David. I'm speaking from a job company. We recently had a conversation before, and I'm calling to inform you about interview for your job applications. So I'm giving two possible dates for the interview. That is coming Monday and Tuesday. If you have any free time on that day, please confirm me on the message, or you can confirm me at this particular point of time as well. But if you don't have the fixed schedule yet, you can always call back to me and confirm your availability, and I can fix the date similarly as per your requirement. Thank you for
understanding it. And further, I would like to inform you that you can also visit our website for more information about the job application interview procedures. We will kindly confirm you in the email message for this matter. Thank you very much. सो मैले चाहिँ यहाँ ठ्याक्कै 60 सेकेन्डको लागि रेकर्ड भएको छ मेरो यति भन्दैपछि इट विल बी मोर देन इनफ है त सो रेकर्डिङ सकिएको छ सबै पार्टको तपाईँहरूलाई यसरी फिडब्याक सहित हाम्रो प्लेटफर्मले दिन्छ माथि स्कोर देखाउँछ तर दिस स्कोर इज नट रिलायबल है किन भन्दाखेरि मेरो यो मैले प्रयास गरिरहेको छु यसमा यो अलिक गाह्रो नै भइरहेछ किन भन्दाखेरि मैले बोलेको कुरा यो सिस्टमले क्याप्चर गर्नै सकिरहेको छैन है त त्यो भएर चाहिँ यहाँ यसले फ्लुएन्सी त्यो बोलेको कुराहरूको टाइमिङ मात्र लिइरहेछ त्यही भएर प्रपर स्कोर चाहिँ यसले मेरो पनि कतिपय साथीहरूले प्लेटफर्म लिइ पनि सक्नु भएको छ अनि सर मेरो सबैको मैले यतिको दिँदा पनि A1 नै देखाइरहेको छ यो सिस्टम भनेपछि डोन्ट रिलाइ अन दिस स्कोर म बिस्तारै यो पनि हटाइदिन्छु यहाँ तल लेखेको पनि छ रिलाइ नगर्नु होला भनेर तर मेन कुरा हजुरहरूलाई यहाँ फोकस गर्नुपर्ने कुरा चाहिँ तपाईँ यहाँ मोडल एन्सर दिएको हुन्छ क्वेसनको अनि हरेक पार्टमा तपाईँले के स्ट्राटेजी लाउने भनेर मैले यसरी राखिदिएको हुन्छु कि यसमा चाहिँ फोकस गर्नु होला अनि त्यो अनुसार इम्प्रुभ गर्न चाहिँ ट्राई गर्नु होला है त सो यति ट्राई गरेपछि तपाईँहरूको आउनुपर्छ है B1 यसरी मैले भनेको कुराहरू तपाईँले फलो गर्नुभयो भने स्योरली B1 आउँछ सो एट लास्ट भिडियो धेरै नै लामो भइसकेको छ आई वान्ट थ्याङ्क यू एभ्री फर वाचिङ सो किप सपोर्टिङ सब्सक्राइब गर्नु होला लाइक गर्नु होला सेयर गर्नु होला यस्तै अपडेटहरू म दिइरहेको हुन्छु सो तपाईँहरूले मेरो च्यानलको फोकस भनेको चाहिँ इट्स टु सेयर द एक्सपिरियन्स एन्ड लर्निङ मेरो लाइफमा भएको कुराहरू सेयर गर्नुहोस् सो तपाईँहरूले चाहिँ पछि नट जस्ट दिस अफ स्किल टेस्ट पछि पनि लाइफमा के कुराहरू रिसेन्ट एक्टिभिटिजहरू भइरहेको हुन्छ त्यसको बारेमा पनि आइएम अलवेज रेडी टु गिभ माई एक्सपिरियन्स एन्ड लर्निङ टु यु गाइज है त सो मेक स्योर यु हिट द्याट पार्टिकुलर सब्सक्राइब बटन अनि लाइक पनि गरिदिनु होला भिडियोलाई थ्याङ्क यू भेरी मच एभ्री वान थ्याङ्क यू फर वाचिङ आई होप दिस इज रियली हेल्पफुल फर यु है त सबैजनालाई एन्ड जसको एक्जाम भोलि पर्सि कहिले छ all the best to you all. Thank you for watching.